गाउँको बिचारा किसानले उत्पादन गरेको भन्ने भावना छैन। नेपालको उत्पादन बिकेन भने नेतालाई गाली गर्न भ्याउँछ, तर उहाँ आफैले खरिद गर्ने जीवनशैली चाहिँ भाटबटिनीमा गएर विदेशी ब्रान्डको बहुराष्ट्रिय कम्पनीको उत्पादन किनेर उपभोग गर्ने, स्वदेशी उत्पादन उपभोग नगर्ने, अनि बजार पाएन भने सरकारलाई गाली गर्ने चुनौती चाहिँ बजारमा पनि छ, किसानमा पनि छ, उत्पादनमा पनि छ। यी सबैलाई संयोजन गरेर जाँदैछौँ। चुनौती बिनाको त केही पनि हुँदैन। आयातलाई प्रतिस्थापन गर्नको लागि चाहिँ सरकारको पनि नीति चाहिन्छ। नीति सँगसँगै हाम्रो उत्पादनको पनि गुणस्तर चाहिन्छ। गुणस्तरीय चाहियो, क्वान्टिटीमा चाहियो, क्वालिटीमा चाहियो। यी सबै कुराहरू चाहिँ भइसकेपछि विदेशी बजार उत्पादन जुन आयात हुन्छ यसलाई प्रतिस्थापन गर्न सकिन्छ। अब केही वस्तुहरूको नीतिमा सरकारले ध्यान दिन जरुरी छ। जस्तै गुन्द्रुक हाम्रो राष्ट्रिय तरकारी हो। राष्ट्रिय तरकारी हो नेपालका स्टार होटलहरू सबैमा, तर चाइनाबाट आएको गुन्द्रुक, कपाल मिसिएको गुन्द्रुक, गुणस्तरहीन गुन्द्रुक खुवाउने गर्दछ हाम्रो गेस्टहरूलाई। हाम्रो राष्ट्रिय तरकारी हो नि। राष्ट्रिय तरकारी भएको नाताले हाम्रो स्वदेशी उत्पादन खपत बढाउनुपर्छ भन्ने नाताले उद्देश्यले नेपाल सरकारले नेपालको 3 स्टार 5 स्टार होटलहरूलाई मात्रै जसरी अन्य सबै कुराहरूको त्यहाँ ब्रान्डवाला मात्रै उपभोग गर्नुपर्छ, त्यसरी नै गुन्द्रुकलाई पनि कडाइका साथ गरिदिने हो भने नेपालको गुन्द्रुक जुन गुणस्तरीय फुड टेक्नोलोजिस्ट राखेर उत्पादन गरेको लागत कस्ट महँगो परेको गुन्द्रुकहरूको हाम्रै स्टार होटलहरूको डिमान्ड धान्न सकिँदैन। तर हाम्रो राष्ट्रिय तरकारी भए तापनि 5 स्टार होटलहरूमा पनि गुणस्तरहीन गुन्द्रुक खुवाएको छ। नेपालको राष्ट्रिय तरकारी भनेको छ। आउने पर्यटकहरूले खाँदाखेरि त्यो कपाल भेटेको छ। यी समस्याहरू छन्। त्यसकारणले यस्ता विदेशी उत्पादनहरूलाई आयात प्रतिस्थापन गर्न नागरिक आफै पनि सचेत हुनुपर्छ। विश्व बजार यो त एउटै बजार भइसक्यो। विश्व नै विश्व व्यापार सङ्गठनको सदस्यता लिइसकेको हकमा नेपालले पनि कतिवटा कुराहरू आयात रोक्छु भन्दाखेरि सक्दैन। हाम्रो आर्थिक हैसियत, देशको हैसियत कमजोर भएकोले गर्दाखेरि ठुलो राष्ट्रहरूलाई त्यसरी पेल्न पनि सक्ने स्थिति छैन। तर पेल्न नसके तापनि आयात भए तापनि हामी उपभोक्ताहरूले किनेर खाने बेलामा चाहिँ स्वदेशी उत्पादनलाई प्राथमिकता दिने भने नबेकेपछि आउँदैन। त्यसकारणले गर्दा यो आयातलाई प्रतिस्थापन गर्ने कुरा चाहिँ सरकार मात्रै जिम्मेवार होइन, हामी उपभोक्ताहरू पनि जिम्मेवार हुनुपर्छ। सबैजना लाग्ने हो भने यो सफल हुन्छ। हाम्रो नेपाली समाजमा चाहिँ अदृश्य बेरोजगार धेरै छ। भविष्यको आवश्यकता अथवा फाइदा राम्रो छ भने पनि वर्तमानको आवश्यकता र अभावले त्यो किसानहरूलाई थिचिरहेको अवस्था छ। उहाँहरूलाई आज काम गरेर भले के खाने, भोलि के खाने म्यानेजमेन्ट गर्नु छ। त्यसकारणले 6 वर्ष पछाडि आम्दानी हुन्छ, 10 वर्ष पछाडि आम्दानी हुन्छ भनेर पर्खेर लगानी गरेर मेहनत गरेर धैर्यता हाम्रो किसानहरूसँग अभावको कारणले छैन। त्यसकारणले रोङ गाउँपालिकाले चाहे त्यो सिस्नु होस्, चाहे करेला होस्, चाहे गुन्द्रुक होस्, चाहे तितेपाती होस्, यी सबै जुन जुन बाली हामीले फोकस गर्दैछौँ त्यो 2-5 महिनामा त्यसको आम्दानीसहित रिटर्न लिन सक्ने प्रकृतिका खेतीहरूलाई फोकस गरेका छौँ। किनभने त्यहाँ श्रम सिर्जना गर्नु छ, त्यसबाट उनीहरूलाई रोजगार स्वरोजगार बनाउनु छ, उनीहरूको बिहान बेलुकाको 2 छाक टार्नुपर्ने छ। यही खेतीहरूबाट चाहिँ धनाढ्य चाहिँ अरबपति बन्न सकिन्छ भन्ने कुरा होइन। पहिलो चाहिँ उनीहरूलाई स्वरोजगार बनाउनु, अदृश्य बेरोजगारलाई हल गर्नु, उनीहरूलाई आत्मनिर्भर बनाउनु, उनीहरूको घरको आर्थिक अवस्थालाई सन्तुलित अवस्थामा ल्याउनु पहिलो प्राथमिकता हो। त्यो सन्तुलित अवस्थामा आर्थिक अवस्था चाहिँ सन्तुलित रूपमा आइपुग्यो भने अनि मात्रै ऊ उद्यमी बन्न सक्छ, असल उद्यमी बन्न सक्छ। आज उद्यमी बन्ने, व्यावसायिक बन्ने भन्ने नाममा लघुवित्तहरू ऋण निकालेको छ, चामल खाएको बाँकी तिरेको छ, स्कुलको फी तिर्दिएको छ, उपचार गरेको ऋण तिरेको छ, अनि सम्बन्धित ठाउँमा इन्भेस्ट हुँदैन, अनि उता किस्ता सामा ब्याज तिर्नु परेपछि घरमा पैसा हुँदैन, अनि उसको व्यवहारै डिसब्यालेन्स भएर ऊ हरियो पासपोर्ट बोकेर कतार जानुपर्ने स्थिति छ। त्यसकारणले गर्दा हाम्रो किसानलाई, हाम्रो नागरिकलाई व्यवसायी बनाउनु पूर्व हामीले आत्मनिर्भर चाहिँ बनाउनुपर्छ। उनीहरूको आफ्नो आम्दानीले घर व्यवहार चल्नुपर्छ, अनि त्यस पछाडि व्यावसायिकताको स्टेपमा चढाउनुपर्छ। त्यसकारणले हामीले जति पनि यो सिस्नु, करेला, तितेपाती यी सबै चाहिँ उनीहरूलाई आत्मनिर्भर बनाउने, स्वरोजगार बनाउने, आर्थिक रूपमा उनीहरूलाई धान्न सक्ने बनाउने लक्ष्यका साथ हामी यो कामहरू गर्दैछौँ। खेती चाहिँ इन्डिभिजुअल्ली हुन्छ, किसानहरूले आफ्नो बारीमा लगाएको हुन्छ, तर समूह बनाएर स्केल होस्, पुगोस् भनेर, परिणाम पुगोस् भनेर चाहिँ हामीले समूह बनाइदिने गरेका छ। नेपालीहरूको चाहिँ यो सामूहिकताको कल्चर अलिक कम्ती छ, साझी कि बाजे भइहाल्छ। त्यसकारणले एक ठाउँ एउटा ल्यान्ड रिलिजमा लिएर गर्ने टाइपको किसानहरू कम्ती छन्। तर आफ्नै बारीमा रोप्नुहोस् भनेर धेरैजना किसानलाई जोड्यौँ भने
उनीहरूको उत्पादनले भोलि बजार लिनलाई सहयोग पुग्छ। अहिले तितेपातीमा त खासै धेरै छैन। अहिले हामीसँग साग, करेला, चाहिँ सिस्नु, गुन्द्रुकको लागि साग हैन, यसमा चाहिँ धेरै किसान छ। उहाँहरूको यसपालिदेखि त साग पनि धेरै उत्पादन गरेर मेरो बिकेन भनेको छ। बिचरा हामीले एउटा फ्याक्ट्री भर्खर सञ्चालन ल्याएको छौँ, त्यसको क्षमता भनेकै 15 देखि 20,000 केजी साग हो एक सिजनमा। अब किसानहरूको साग चाहिँ 8-10 लाख केजी साग फलाएको छ। सागको चाहिँ फेरि के छ भने रोपेको 3 महिनामा फलेर हुर्केर पैसा लिएर पनि जमिन खाली हुन्छ। त्यसकारणले त्यसमा राम्रो छ। 1 रोपनी क्षेत्रफलमा रोप्यो भने साग रोप्दाखेरि त्यो रोपेको मितिदेखि गोड्नु पर्दैन, माटो उकेर लाउनु पर्दैन, रोगहरूको चुनौती कम्ती छ। त्यसकारणले त्यो सजिलो छ। तर त्यो 1 रोपनी खेतीमा चाहिँ जमिनमा चाहिँ खुर्सानी रोप्नु पर्यो भने फल्ने बेलासँग 4 चोटि गोड्नुपर्छ, रोगहरू छ, वर्ष दिन 1.5 वर्ष चाहिँ जमिन होल्ड हुन्छ। महँगोमा त बिक्छ नि, तर त्यसको लागत कस्ट बढी छ। त्यसकारणले सागमा अहिले बढी केन्द्रित छ किसानहरू, तर हामीले उनीहरूको सबै साग किनिदिन सकेको छैनौँ। अब क्रमशः प्लान्टहरू बढेपछि, बजार सुनिश्चित भएपछि हामी त्यो अभियानमा छौँ, एक दिन पुरा हुन्छ। रैथाने उत्पादनहरूमा हामीले जोड दिनुपर्छ। यसको स्थायित्वको लागि किसान मात्रै लागेर हुँदैन, सरकार मात्रै लागेर हुँदैन। एउटा नागरिक मान्छे स्वस्थ रहनको लागि किडनी, मुटु, फोक्सो सबैले समानान्तर ढङ्गले सक्रिय काम गऱ्यो भने मात्रै स्वस्थ रहन सकिन्छ। मुटुले काम गरोस्, किडनी जेसियोस् भन्यो भने हामी तुरुन्तै डेट हुन्छ हाम्रो। यो कृषि पनि त्यस्तै हो। हामी उपभोक्ता पनि सचेत हुनुपर्छ, सरकार पनि सचेत हुनुपर्छ, चाहिँ तपाईँको चाहिँ ब्याङ्किङ क्षेत्रहरू हेल्दी हुनुपर्छ, किसान सक्षम हुनुपर्छ, अनुशासित हुनुपर्छ। यी सबैको अनुशासनको सफलताको योगफल चाहिँ कृषिको सफलता हो। अब रैथाने उत्पादनको स्थायित्वको कुरा पनि यहीँ गएर जोडिन्छ। अब रैथाने उत्पादनमै चाहिँ किन हामी फोकस गर्नुपर्छ भन्दा हामी ठुल्ठुलो सपना देख्छौँ, ठुल्ठुलो योजना बनाउँछौँ अनि असफल हुन्छौँ। तर साना साना योजनाहरू जो हिजोदेखि बाबुबाजे पुर्खाले गरेको अनुभव छ, कसरी उत्पादन गर्ने, त्यो खाँदा कस्तो हुन्छ टेस्ट, उपभोक्तालाई बुझाइरहनु पनि पर्दैन किनभने अभ्यस्त छ। यसै हिजो भइरहेकै कुराको हामीले चाहिँ प्रवर्धन गर्दाखेरि सफलता पनि छिटो मिल्छ, सहज पनि हुन्छ। अनि यी यस्ता कुराहरूको सफलता सहितको सम्पन्न पछाडि अरू ठुलो काममा लाग्ने। त्यसकारणले रैथाने उत्पादनलाई चाहिँ हामीले प्रमोट गरेको कारण चाहिँ त्यसको सहजता छ, अनुभव छ। यसको उपभोक्ताहरू माझमा चाहिँ चेतनाको लागि नयाँ आइटम हो, यसको खाँदा यस्तो टेस्ट आउँछ, यसको यो फाइदा छ भनिरहनु पनि पर्दैन। त्यसकारणले रैथाने उत्पादन अति महत्त्वपूर्ण छ। हामीले संरक्षण गर्नुपर्छ, प्रवर्धन गर्नुपर्छ र यसको सफलता पनि सहज छ, सक्सेस छ। त्यसकारणले गर्दा रैथाने उत्पादन हामीले त्यसरी गर्दैछौँ र यसको स्थायित्वको लागि चाहिँ सबै मान्छे लाग्नुपर्छ। एउटा नेपाली नागरिक भएको नाताले म काठमाडौँमा बसेर मैले उपभोग्य वस्तु गुन्द्रुक किन्दै गर्दा मैले चाइनाको किन्नु हुँदैन। मैले गुन्द्रुक किन्दा कुनै न कुनै गाउँको किसानको रोजगार सुनिश्चित हुन्छ, आयातलाई प्रतिस्थापन गर्न सकिन्छ, देशको अर्थतन्त्र मजबुत पार्न सकिन्छ। एउटा सबै नागरिकले सोच्नुपर्छ नि त, त्यो किन्ने बेलामा सोच्नु पर्यो। यसको स्थायित्व चाहिँ उपभोक्ताको हातमा धेरै प्रतिशत छ। त्यो चाहिँ उपभोक्ता भनेको हामी नै हो। यो काठमाडौँ त झन् उपभोक्ताकै सहर हो। यहाँनिर भएका जति पनि उपभोक्ताहरू छ प्रायः पर्चेजिङ पावर, क्रय शक्ति राम्रो भएकै उपभोक्ताहरू हुनुहुन्छ। उहाँहरूले 2 पैसा महँगो पर्दैमा हाम्रो उत्पादन नकिन्ने मनस्थिति नबनाएर स्वदेशी नै खाइदिउँ न भनेर सबै नागरिक अभियानको रूपमा लाग्ने हो भने कुनै पनि गाउँको किसानले आफ्नो उत्पादन बिकेन भनेर रुँदै हिँड्नुपर्ने परिस्थिति आउँदैन। त्यसकारणले यसको स्थायित्वको लागि चाहिँ मेजर चाहिँ उपभोक्ता हो। उपभोक्ता सचेतनाको कार्यक्रमहरू सङ्घीय सरकार, प्रदेश सरकार सबैले सञ्चालन गर्न जरुरी छ। कृषिको सुधार गर्नुपर्ने त धेरै छ, तर पैसा बिनै सुधार्ने, थोरै पैसामा सुधार्ने योजनाहरूलाई सकेर अनि ठुलो योजना लगानी गर्न जरुरी छ। लगानी भयो भने मात्रै कृषि हुन्छ भन्ने मानसिकता हामीले त्याग्नुपर्छ। सामान्य आधारभूत व्यवस्थापन नसकिकन ठुलो लगानी गर्दा त्यो ठुलो नै डुब्छ। भनेपछि हामीले व्यवस्थापकीय कामहरू गर्नु पर्यो। हाम्रो किसानहरू चाहिँ योग्य हुनु पर्यो, क्षमतावान हुनु पर्यो। उहाँले गर्दै गरेको खेतीको विषयमा जान्नु पर्यो, उत्पादकता के हो भन्ने कुरा जान्नु पर्यो, अनि क्लाइमेट चेन्जको बारेमा जान्नु पर्यो, उद्यमशीलताको बारेमा जान्नु पर्यो, वित्तीय साक्षर हुनु पर्यो। यी सबै कुराहरू किसान चाहिँ एउटा गुरु किसानको रूपमा अपडेट भयो भने अनि त्यसपछाडि उहाँलाई गरेको सपोर्ट राज्यले गर्ने प्रविधि होस्, चाहे जेसुकै होस्, अनुदान अथवा सहुलियत कर्जा होस्, अनि मात्रै त्यसको उसले परिणाम निकाल्न सक्छ।
उत्पादकता उच्च बनायो भने उसले 2 जना मान्छेले स्टाफ राखेर रोजगार दिएर कृषिमै यही छ सम्भावना अथवा यही छ भविष्य भनेर नेपालमा रहन सक्छ। 1 रोपनी क्षेत्रफलमा चाहिँ 1.5 मन अलैँची सुक्खा फलाउँछ कसैले 1 रोपनीमा 10 किलो पनि फलाउँदैन। त्यो 10 किलो नफलाउनेलाई त पोसाएन नि त, उसको लागत उच्च भयो। अनि यो देशमा कृषिमा सम्भावनै छैन भन्दै सरकारलाई गाली गर्दै गर्दै कतार जाने हो। तर 1 रोपनीमा 1.5 मन सुक्खा फलाउनेको लागि त पोसाएको छ, उसको लागत थोरै छ, आम्दानी धेरै हुन्छ। त्यसकारणले गर्दा हामीले सुधार्नुपर्ने आवश्यकताहरू थुप्रै छन्। त्यसभित्रको पनि किसानको क्षमता विकास, क्षमतासँगै उनीहरूको उत्पादनको बजारीकरणको लागि हामीले गर्नै पर्ने काम उपभोक्ता सचेतना।